नमस्कार। तपाईँहरूलाई आज म नेतृत्वमा हुनुपर्ने गुणहरूका सन्दर्भमा यस भिडियोमा छोटो जानकारी उपलब्ध गराउन गइरहेको छु। अब हाम्रो देशमा निर्वाचन आइरहेको छ। त्यसमा कस्तो किसिमको नेतृत्वले हाम्रो अहिले देशमा व्याप्त समस्याको समाधानको लागि नेतृत्व दिन सक्छ र कस्तो किसिमका गुणहरू भएका नेतृत्वहरू हामीलाई आवश्यक पर्दछ भन्ने सन्दर्भमा नेतृत्वमा हुनुपर्ने केही नवीन गुणहरूका सन्दर्भमा मैले यहाँहरूलाई बताउँछु छोटकरीमा। यो चाहिँ लोकसेवा तयारी गरिरहनु भएका विद्यार्थीहरूको लागि नेतृत्वमा हुनुपर्ने गुणहरू उल्लेख गर्नुहोस् भनेर प्रश्न आउँदाखेरि यहाँ लेख्न सकिन्छ। बुँदागत रूपमा म छोटोमा बताउन गइरहेको छु। नेतृत्वमा अनेस्टी हैन, व्यक्तिगत र व्यावसायिक जीवनमा इमानदारिता, स्रोत साधनको प्रयोगमा मितव्ययिता हैन, यो बुझिहाल्नुभयो हैन। अनेस्टी हुनुपर्छ। अर्को फरवर्ड लुकिङ, विगत र वर्तमानको विश्लेषणका आधारमा भविष्यको अनुमान गर्न सक्ने। फरवर्ड लुकिङ भनेको दूरदर्शी खालको। अर्को कम्पिटेन्सी भनेको विषयवस्तुको राम्रो ज्ञान भएको हैन। अब कतिपय कुराहरू हामी सुनिन्छ नि, समानुपातिकमा चाहिँ पिछडिएको क्षेत्रबाट गरिब गाउँको मान्छे हुनुपर्छ लिडरसिप भनिन्छ, त्यो पनि होइन। त्यसको प्रतिनिधित्व गर्ने मान्छे चाहिँ हामीलाई चाहिन्छ, जो कम्पिटेन्स पनि हुनुपर्छ। कन्सेप्चुअल कम्युनिकेसन टेक्नोलोजी, टेक्निकल कम्पिटेन्सी पनि हुनुपर्छ। कुनै पनि विषयवस्तुको कन्सेप्टमा क्लियर र त्यो क्लियर भएको कन्सेप्टलाई चाहिँ राख्न सक्ने खालको चाहिँ नेतृत्वमा गुण हुन आवश्यक छ। अर्को इन्स्पिरेसन भनेको चाहिँ व्यवहार, निर्देशन र सञ्चारबाट अनुयायीलाई चाहिँ उत्साहित बनाउने कार्य हैन, उत्साहित बनाउन सक्ने। इन्स्पिरेसनल भनेको चाहिँ एकदम मोटिभेटिभ किसिमको हुनुपर्छ। अर्को इन्टेलिजेन्स, बौद्धिक हुनुपर्छ। अर्को कन्फिडेन्स हुनुपर्छ। अर्को इमोसनल इन्टेलिजेन्स हैन, इमोसनल इन्टेलिजेन्स भनेको सबैको भावनाहरूलाई चाहिँ बुझ्न सक्ने खालको त्यो हुनुपर्छ। अर्को संगठनात्मक व्यवहारको ज्ञान त्यो हुनुपर्छ। अर्को टिम वर्क। अर्को भिजनरी एन्ड ट्रान्सफर्मेटिभ। अर्को प्रोफेसनलिजम। अनि नेगोसिएसन स्किल हैन, वार्ता गर्ने सिप हुनुपर्छ। कम्युनिकेसन स्किल हुनुपर्छ। एबिलिटी टु एनालाइज सिचुएसनलाई ह्यान्डल गर्न सक्ने हुनुपर्छ। अर्को डिसिजन मेकिङ क्यापेसिटी, सँगसँगै युज अफ आइसिटी र पोजिटिभ एटिट्युड हुनुपर्छ। यसका अलावा हुनुपर्ने सिप चाहिँ के हुन्छ भन्दा कन्सेप्चुअल स्किल हैन, कम्युनिकेसन स्किल। कन्सेप्चुअल भनेको चाहिँ अवधारणागत सिप हुनुपर्छ, कुनै पनि विषयमा चाहिँ अवधारणा बनाउन सक्ने खालको। त्यसैगरी कम्युनिकेसन स्किल, त्यसलाई चाहिँ वेल कन्ट्याक्ट गर्न सक्ने हैन। अर्को टेक्निकल स्किल, प्राविधिक गुण पनि हुनुपर्यो, प्राविधिक सिप पनि हुनुपर्यो। चेन्ज म्यानेजमेन्ट र नेगोसिएसन स्किल हैन, परिवर्तनलाई आत्मसात गर्न सक्ने र वार्ता गर्न सक्ने सिप हुनुपर्छ। ह्युमन रिलेसन एन्ड पोलिटिकल स्किल हैन, मानवीय ह्युमन रिलेसन हैन, मानवीय सम्बन्धहरू स्थापित गर्ने राजनीतिक त्यो चाहिँ स्किल पनि हुनुपर्छ। टोलरेन्स भनेको सहनशीलता हुनुपर्छ। सेन्स अफ ह्युमर हुनुपर्छ हैन, सेन्स अफ ह्युमर हुनुपर्छ। यति गुणहरू चाहिँ नेतृत्वमा हुनुपर्छ। अब आउने चुनावमा यहाँहरूले चाहिँ यस्ता गुण भएका नेतृत्वलाई चाहिँ आफूले मत दिएर चाहिँ संसदमा पुर्याएर हाम्रो देशको कानुन बनाउने थलोमा पुर्याउन सक्नुहुनेछ। साथै यो अहिले मैले भनेका पोइन्टहरू यहाँहरूको लोकसेवा तयारीमा विभिन्न तहमा, खर्दारदेखि सहसचिवसम्म हैन, चौथो तह, पाँचौं तह, अफिसर लेभल, नासु, खर्दार, सुब्बा सबैतिर यो चाहिँ आउन सक्ने हुनाले मैले पोइन्ट वाइज यहाँहरूलाई भिडियो मार्फत जानकारी गराएँ। धन्यवाद।